साथीहरू यी भर्खर म ऐसलु खाँदै थिएँ, अहिले टिपेर चाहिँ यतिका बनाएको छु है। अब यसरी ऐसलु खान चाहनेहरू र यो ऐसलुलाई चाहिँ राम्रो तरिकाले ब्रान्डिङ गरेर विश्व बजारसम्म पुर्याउनका लागि सबै नेपाली दाजुभाइहरू लाग्नुपर्छ। यो यतिको ऐसलु चाहिँ तपाईँ हामी खाएपछि स्वस्थ भइन्छ, स्वास्थ्य भइन्छ। अनि चाहिँ यसको जरादेखि पात सबै कुरा चाहिँ औषधिका रूपमा प्रयोग हुन्छ। अनि यो फल त झनै एकदमै राम्रो हुन्छ, मनमोहक छ, खानको लागि स्वादिलो पनि छ र औषधीय गुणले भरिपूर्ण छ। सबैले खाउँ र यसलाई सबैले चिनौँ भन्न चाहन्छु। को साथीहरू जोडिनु भएको छ, जोडिएका साथीहरूले कता कता खानु भएको छ, सबैले खाने। अनि चाहिँ यसलाई बजारीकरण गर्नको लागि पनि म सबै साथीहरूलाई अनुरोध गर्न चाहन्छु है त।